सबैलाई नमस्कार। म प्रकाश सिंह। अहिले म मुगु कर्णाली जुन हाइड्रो पावर भन्ने छ, जो हुम्ला मुगु बाजुराको कर्णाली हाइड्रो पावरको एउटा सोइल टेस्ट सुरुङ मार्गको सोइल टेस्टमा हामी पुगिरहेका छौँ। यो जगन्नाथ गाउँपालिकामा पर्छ। पारी चाहिँ समिका तिखापर गाउँपालिका पर्छ। जगन्नाथ गाउँपालिकामा दुई ठाउँमा यसरी टेस्टिङ भइरहेछ भने समिका तिखापर गाउँपालिकामा यसरी दुई ठाउँ टेस्टिङ गरिन्छ कि यो भित्रको माटो चट्टान कस्तो छ भन्नका लागि, परीक्षण गर्नका लागि अहिले यो डिपिआरको चरणमा छ। धेरैले मुगु यो हाइड्रो पावर सुरु भइसक्यो, 1902 मेगावाट काम सुरु भइसकेको भनेका छन्। 1902 मेगावाट काम सुरु होइन, अहिले चाहिँ प्रारम्भिक रिपोर्टमा यो 1902 मेगावाट बिजुली उत्पादन हुन्छ कि हुँदैन र कति पैसा चाहिन्छ र यसले कति प्रभावित गर्छ र कति उत्पादन हुन्छ भन्ने किसिमका लागि अहिले परीक्षणका हिसाबमा छ। उदाहरणका लागि कुनै पनि स्थानीय तहमा रोड लिनुभन्दा पहिला रोड लिनका लागि डिपिआर बनाउनु, त्यही डिपिआर हो, तर यो अलिक ठुलो मात्रामा, यसले झन्डै 1.5 अरब जति डिपिआरमा मात्रै पैसा खर्च गर्छ। त्यसो हुँदा पक्कै पनि हाम्रो के हो भने यो डिपिआर सक्सेससँगै 1902 मेगावाटको विद्युत उत्पादन होस् भन्ने चाहिँ हाम्रो कामना हो। तथापि यो डिपिआरका नाममा पश्चिम सेती, अप्पर कर्णाली जस्तो यहीँनिर बेलखेतमा पनि यस्तै टेस्ट गरेर छोडिएको छ, त्यस्तो नहोस्। र यो पक्कै पनि यो प्रोजेक्ट परियोजना सुरुवात भयो भने यो बाजुरा, हुम्ला, जुम्ला, मुगुका धेरै बासिन्दालाई सहज हुनेछ। तर डिपिआरका नाममा डिपिआरसम्म गर्ने, त्यसपछि थन्काइने काम नहोस्। अहिले चाहिँ यो डिपिआरकै चरणमा, यो चाहिँ सोइल टेस्ट गर्ने यहाँ 200-300 मिटर यहाँ हुन्छ अलि माथि, किन यता र उता यहाँ ड्याम यहीँ हुन्छ। यसको मुवा धेरै ठुलो ताल, यसमा धेरै जनसङ्ख्या प्रभावित हुने किसिमको भनेको छ। यो अहिले रिपोर्टकै चरणमा छ, त्यसैले अहिले रिपोर्टको चरणमा यसरी यहाँ सोइल टेस्ट सुरु भइराखेको छ। सबैलाई धन्यवाद, नमस्कार।